नमस्ते साथीहरु, स्वागत छ तपाईहरुलाई आज फेरि अर्को नयाँ भिडियोमा। आजको विषयवस्तु रहेको छ कोरियन भाषा पढ्दा हामीहरुले के रिस्कहरु मोल्नु पर्छ अथवा के रिस्कहरु हामीहरुले आत्मसात गर्दै कोरियन भाषा पढ्नलाई सुरु गर्नुपर्छ भन्ने विषय रहेको छ। आउनुहोस् आज त्यही विषयमा छलफल गरौँ। मलाई तपाईहरुले च्यानलमा सब्स्क्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला अनि भिडियोलाई लाइक कमेन्ट र शेयर पनि गरिदिनु होला मन पर्छ भने, किनभने म तपाईहरुको लागि यस्तै खालका नयाँ जानकारीमूलक र मनोरञ्जनात्मक भिडियोहरु लिएर आइरहन्छु। त्यसैले मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला है त। आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गरौँ। कोरियन भाषा पास गर्नका लागि मेहनत गरेर पढ्यौं भने हामीहरुलाई त्यति धेरै गाह्रो छैन, जसका लागि मेहनत चाहिँ हामीहरुले कम्मर कसेर टुप्पी बानेर नै गर्नुपर्छ है साथीहरु। रह्यो अब कोरियन भाषामा के रिस्कहरु हुन्छन्, के रिस्कहरु हामीहरुले अंगाल्नु पर्छ भन्ने विषयवस्तु। कोरियन भाषा पढ्नु मात्रै ठुलो कुरो हैन, पढ्न सुरु गर्नु मात्रै ठुलो कुरो हैन साथीहरु। कोरियन भाषा पढ्न सुरु गरिसकेपछि हामीहरुले कोरियन भाषा पास गर्नको लागि धेरै कुराहरुको रिस्क पनि मोल्नु पर्ने हुन्छ, आत्मसात गर्दै अगाडि बढ्नु पर्ने हुन्छ। जसमा सबैभन्दा पहिले हामीहरु कोरियन भाषा पढ्दै गर्दाखेरि हामीहरुले धेरै कुराहरु बिर्सिनु पर्छ। हामीहरु कोरियन भाषा पढ्दै गर्दाखेरि आफूले दैनिक रूपमा त्यो भन्दा अगाडि गरिरहेका कामहरु हामीहरुले बिर्सिनु पर्ने हुन्छ, जो कोरियन भाषा पढ्नका लागि हामीहरुलाई बाधा बनिरहेका हुन्छन्। साथी संगी इष्टमित्र घर परिवार अनि मनोरञ्जन यस्ता कुराहरु हामीहरुले आत्मसात गर्नु हुँदैन, तिनीहरुलाई हामीहरुले त्यागेर कोरियन भाषालाई अंगाल्नु पर्ने हुन्छ। यो एउटा हामीहरुले गर्नै पर्ने नियम हो है, यो गर्नै पर्ने हामीहरुले अंगाल्नै पर्ने एउटा महत्त्वपूर्ण कुरा हो। अनि कोरियन भाषामा रहेको रिस्क चाहिँ जस्तो कोरियन भाषा हामीहरुले पढिसकेर कोरियन भाषा एक्जाम दियौं अनि कोरियन भाषामा पास भयौं, पास भइसकेपछि हामीहरु कोरिया जाने ग्यारेन्टी हुँदैन है साथीहरु। हामीहरुले सुरुमा सोच्छौं कोरियन भाषा मेहनत गरेर पढ्छु अनि कोरिया जान्छु भनेर सोचेका हुन्छौं, तर कोरियन भाषा पढेर पास गरेर अनि भिजा लागेर कोरिया आएर कोरियन कम्पनीमा हामीहरुले काम नगर्दासम्म, कोरिया कम्पनीमा आएर हामीहरु व्यवस्थित नभइसक्दासम्म कोरियन भाषामा रिस्क हुन्छ है साथीहरु। जस्तो कोरियन भाषा पढिसकेपछि हामीहरु कोरियन भाषामा पास हुन्छौं अनि पास भइसकेपछि हामीहरुले जब एप्लिकेसन फर्म भर्छौं र अनि हाम्रो नाम रोस्टरमा जान्छ अनि रोस्टरमा गइसकेपछि त्यहाँ विभिन्न किसिमका प्रोसेसहरु हुन्छन्। ती प्रोसेसहरु पूरा हुने हुन् कि होइनन् अनि त्यसपछि पूरा भएर पनि हामीहरु कोरिया आउन पाउने हो कि हैन, हाम्रो भिजा लाग्ने हो कि लाग्ने हैन भन्ने कुराहरु रिस्क हुन्छ साथीहरु। कोरियन भाषा पास गर्दैमा, कोरियन भाषा पढ्न सुरु गर्दैमा कोरिया जाने भन्ने हुँदैन है। त्यसैले यस्ता खालका रिस्कहरु तपाईहरुले आत्मसात गर्दै पढ्न सुरु गर्नुभयो भने बल्ल तपाईलाई पछि गएर यदि कोरिया नआउने वातावरण सिर्जना भयो भने त्यति बेला तपाईलाई मनमा सम्हाल्न सक्ने क्षमता, सम्हाल्न सक्ने सामर्थ्य उत्पन्न हुन्छ अनि तपाईले आफूलाई सम्हाल्न सक्नुहुन्छ। किनकि कोरियन भाषा हामीहरुले त्यत्रो समय लगाएर पढेका हुन्छौं, त्यत्रो समय खर्चेर कोरियन भाषामा आफ्नो समय दिइरहेका हुन्छौं, आफूलाई पूर्ण रूपमा समर्पित गरेका हुन्छौं। त्यसपछि हामीहरु कोरियन भाषा पास गरेर पनि कोरिया आउन पाएनौं भने त्यो बीचको समय अनि त्यसै गरेर हाम्रो मेहनत, दुःख खेर जाने भयो, परिश्रम खेर जाने भयो, पैसा, यस्ता कुराहरु पछि गएर यत्रो समय खर्चिए मैले अनि अन्तिममा कोरिया पनि आउन पाइन भनेर मान्छेहरु डिप्रेसनमा जान सक्ने सम्मको अवस्था पनि आउँछ। त्यसैले हामीहरु डिप्रेसनमा नजानको लागि कोरियन भाषा सँगसँगै हामीहरुले अन्य कुराहरुलाई पनि नेपालमै अथवा अन्य ठाउँको लागि पनि हामीहरुले सोच बनाउनु पर्ने हुन्छ। अब कोरिया आउने भनेपछि अन्य ठाउँको लागि सोच, अब कोरिया नआउने भएपछि पछि बनाउन सकिने कुरा भयो। तर त्यो भन्दा अगाडि हामीहरुले कोरियन भाषा पढ्दै गर्दाखेरि कोरिया नआउन्जेलसम्मका लागि हामीले नेपालमै पनि केही अन्य साइड जबहरु अथवा हामीले गरिरहेको कामहरु अनि हामीले नेपालमै गर्न सकिने कामहरुको बारेमा पनि सोच्नु पर्ने हुन्छ। त्यसैले कोरियन भाषा पढ्नु भनेको, कोरियन भाषा पास गर्नु भनेको कोरिया जाने ग्यारेन्टी होइन है साथीहरु। कोरिया आउनका लागि प्रोसेसहरु विभिन्न हुन्छन्, ती प्रोसेसहरु पूरा भएर यहाँ आएर काममा लागेपछि मात्रै ग्यारेन्टी हुन्छ। जस्तो
हामीहरू अन्य देश जानका लागि जोसुकै व्यक्तिहरूले भिजा लाउन पाउँछ है। अरू सामान्य देशको कुरा गरेको मैले, सबै देशको होइन। ती देशहरू जानलाई जसले पनि भिजा लगाउन पाउँछ, अप्लाई गर्न पाउँछ, उताबाट भिजा लागेर आयो भने बल्ल त्यो व्यक्ति जान पाउँछ। नत्र कयौँ व्यक्तिहरू पनि सामान्य देशहरूमा जानका लागि पनि भिजा नलागेर जान पाइराखेका हुँदैनन्। हो त्यस्तै कोरिया आउनको लागि पनि कोरियन भाषा, EPS भाषा पास गरेर बल्ल अनि हामीहरूले भिजा लाउन पाउने हो। भाषा पास गरेका मान्छेले मात्रै भिजा लाउन पाउने हो। ती व्यक्तिहरूबाट तिनीहरूको फाइलहरू कोरियामा सेन्ड हुन्छ अनि कोरियातिरबाट यतातिर सरकारी प्रोसेस हुन्छ र अनि साउहरूले, कम्पनीहरूले फेरि आफूलाई चाहिएको मान्छे खोज्ने बेलामा यताबाट साउको छनौटमा हामी पऱ्यौँ भने मात्रै कोरिया आउन सकिन्छ है साथीहरू। यदि साउको छनौटमा पर्न सकेनौँ भने अनि हामीहरू पास भएर पनि हामीहरू आउन नसक्ने अवस्था हुन्छ, जसको लागि हामीहरूले भाषा पास गऱ्यौँ भने 2 वर्षको भ्यालिडिटी डेट हुन्छ। त्यो अवधि सक्यो भने फेरि हामीहरूले सुरुबाट कोरियन भाषा पढेर फेरि पास गरेर फेरि प्रोसेस चाल्नुपर्ने हुन्छ। यस्ता खालका धेरै रिस्कहरू छन् कोरियन भाषामा। त्यसैले यस्ता रिस्कहरू जसले मोल्न सक्छ त्यस्ता व्यक्तिहरू मात्रै कोरिया आउन सक्छन् र भोलि आउन नसक्ने अवस्था भयो भने आफूलाई सम्हाल्न पनि सक्छन्। त्यसैले कोरियन भाषा पढ्दा सुरु गर्दा चाहिँ यी सबै कुराहरू बुझेर मात्रै पढ्न सुरु गर्नु होला है त। आजको भिडियो कस्तो लाग्यो? पक्कै पनि तपाईँलाई मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्नु होला भन्छु। अहिलेलाई छुट्टिन्छु। अर्को भिडियोको लागि फेरि पनि तपाईँहरू प्रतीक्षा गर्नुहोला। हस्त, नमस्कार।